हामी यस्तो ठाउँ आएको छौँ। त्यसरी इन्जोय गर्छौँ। ये घुमा घुमा हाम्रो भेनाजु गीता दिदी, अस्मिता, मन्नी, सरिता, हामी चाहिँ कोरिया आइपुग्यौँ। हेर्नुहोस् गाइजहरू, हामी चाहिँ यो लिटल रोडको कोरिया भन्ने ठाउँमा आइपुग्यौँ। अनि अरू पनि ठाउँहरू हामी आउनेवाला नै छौँ। हामी चाहिँ कोरियाको घरमा आयौँ। यस्तो यस्तो हुने रहेछ। हामी चाहिँ कोरियाको घरमा यस्तो ड्रेस लगाउने घरमा आइपुग्यौँ। अस्मिता रेडी भइसकिन्, गीता दिदी नि कोरियन ड्रेस लगाइसकिन्, पनि रेडी भइसकिन्, सरिता पनि रेडी भइसकिन्। कोरियाको फार्म हाउस। हामी चाहिँ कोरिया घुमेर भ्याएर पनि अब चाहिँ थाइल्यान्ड घुम्न लागिरहेका छौँ। गाइजहरू हेर्नु होला। भगवानलाई मान्ने हो के? वाउ, इट्स अमेजिङ। दामी। थाईको फार्म हाउस, थाइल्यान्डको फार्म हाउस। यो चाहिँ टर्की। हेर्नुहोस् है गाइजहरू, टर्की। पहिला यता देखाउन, त्यो भएन साली, मिलेन साली। यो चाहिँ टर्कीको ठाउँ हो। यो चाहिँ आइसक्रिम खाँदिने हामी चाहिँ अब फेरि इन्डिया आइसक्यौँ है गाइजहरू। यो चाहिँ इन्डिया हो। अब इन्डियामा घुम्नु पर्छ। यो इन्डियाको घर हो। यो चाहिँ इन्डियाको हो है गाइजहरू, यो एरिया। हामी चाहिँ नेपालमा आयौँ है गाइजहरू। हामी चाहिँ नेपालमा आइसक्यौँ। नेपाल, हामी चाहिँ नेपालको सबमा आइसक्यौँ। यो चाहिँ नेपाल हो। नेपालको तिर्सना मेटी हो गाइजहरू। यो छ मेरो। नेपालमा यस्तो यस्तो छ भनेर पनि यहाँ पनि यस्तै दर्शाएको रहेछ। राम्रो छ। मोमोको भाडा हामी चाहिँ अहिले अफ्रिकन देश आइसकेका छौँ गाइजहरू। म चाहिँ यो घरभित्र छिर्न लागेको छु है गाइजहरू, हेर्नु होला। गुफाभित्र आइसक्यो। यो त के अरे अफ्रिका, साउथ अफ्रिका पनि आइपुग्यौँ। यी चाहिँ इटाली पश्चिम गाइजहरू। इटाली ठाउँमा जान्छौँ। हेर्नु कस्तो राम्रो ठाउँ हो। माई गडनेस, नाइस। यस्तै राम्रो मम्मी। चाहिँ युरोप छिरिसकेका छौँ गाइजहरू। यहाँको दृश्य हेर्न सक्नुहुन्छ, यति बब्बाल छ। यहाँ चाहिँ आज इभेन्ट चल्दैछ र मान्छेहरू टन्न हुन्, हेर्दै गर्नु होला है के गाइज। हामी युरोपमा आएको छौँ।
हामी चाहिँ फ्लोरेन्सिया आइसक्यौँ गाइज हेर्नु न कस्तो दामी हो इन्डोनेसिया आयौँ हामी गाइजहरू इन्डोनेसिया हामी चाहिँ इन्डोनेसियाको बालीमा हामी प्रवेश गर्न लागिरहेको छौँ गाइजहरू देख्नु नि छ नि यो भेना के हो तेरु तेरु वाउ तेरु आयौँ हामी तेरु हो नि न्यू भनेको के हो नि हेरी ओ माई गॉड भूतको घर डर लाग्यो गाइज ओए भूतको घरमा डर लाग्यो घुम्दा घुम्दै रात परेको गाइजहरू यस्तो भिडभाड छ हाम्रो चाहिँ घुमघाम भ्याइएर पनि भ्याइयो अब घर जान लागेको गाइजहरू सक्यो घुमेर सक्यो आज त सक्यो मौसी खाने मास्ता